एकदमै दुःखद खबर बाहिरिएको छ दर्शकबिन। सामाजिक सञ्जाल टिकटकमा चर्चित कलाकार आचल नाथमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास भएको छ। आज बिहीबारको दिन बौद्ध स्थित आफ्नै डेरामा केही अज्ञात समूहले उनीमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका छन् र सुरुवाती चरणमा आत्मदाहको प्रयास गरेकी हुन् भन्ने आशंका थियो, तर केही अज्ञात समूहले उनीमाथि पेट्रोल छर्किएको हो भन्ने परिवारको दाबी छ र उनलाई तुरुन्तै केएमसी अस्पतालमा उपचारका लागि लगेर गइएको छ र चिकित्सकका अनुसार उनको अवस्था निकै नै गम्भीर छ। शरीरको ठूलो भागमा आगलागी भएका कारण उनको अवस्था अहिले चिन्ताजनक छ भन्दै हुनुहुन्छ डाक्टरहरूले। र ती आगो लगाउने व्यक्तिहरू भने फरार छन्। यति बेला उनलाई चाहिँ केएमसी अस्पतालमा उपचार भइरहेको छ। कलाकार आचल नाथमाथि आज केही समूहले आगो लगाउने प्रयास गरेका छन् उनकै डेरामा। दर्शकबिन, यसको छिटोभन्दा छिटो छानबिन हुनु जरुरी छ र आचलजीलाई शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छौँ हामी। एकदमै